र एउटा सपना हाम्रो चाहिँ कस्तो बन्थ्यो त्यति बेला भने एकपटक म पनि टेलिभिजनको पर्दामा देखिन्छु, टेलिभिजनमा फलानो जस्तो भएर प्रस्तुत हुन्छु भन्ने थियो। तर त्यसको पनि एउटा उमेर हुन्छ। मैले चाहिँ सोचेको मेजर कुरा के हो भने म जति बेला हिमालय टेलिभिजनको सम्पादकका रूपमा मैले 5 वर्ष कार्य गरेँ, 100 प्रश्न पुरै 5 वर्ष चलिसके पछाडि मेरो मनले म आफैलाई बारम्बार मैले अरूलाई धेरै पटक प्रश्न सोधेँ, तर म आफैले आफ्नो मनलाई चाहिँ एकदमै झकझक्याएर सोधेको प्रश्न चाहिँ के थियो भने म अब कहिलेसम्म यो प्रश्न सोधिरहन्छु, अब मैले मेरो दर्शकलाई योभन्दा थप के दिन सक्छु, मैले मेरो योगदानलाई पुरानै बाटो फेरि रिपिटेडली गर्दाखेरिमा यसले दर्शकप्रति अन्याय हुँदैन र मैले अब प्रविधिमा पनि अभ्यस्त र नयाँ बाटो किन नरोज्ने भनेर फेरि म व्यवसायमा चाहिँ यो पहिलोपटक मैले व्यवसाय आरम्भ गरे होइन, खालि सञ्चार माध्यमको सञ्चार क्षेत्रमा मात्रै यो मेरो पहिलो व्यवसाय हो। अन्त कागती खेती गर्नुभयो नि हजुरले? कागती खेती त त्यो मैले त खालि लगानी गरे हो, काम त त्यहाँ जो गर्नुहुन्छ मेरो छिमेकीहरू उहाँहरूले गर्नुहुन्छ, तर त्यो अगाडि अन्य व्यवसायमा पनि मेरो लगानी थियो। तर सञ्चार क्षेत्रमा आउँदाखेरिमा चाहिँ म एक्लैले गर्ने योगदानभन्दा धेरैभन्दा धेरै साथीहरू समेत भएर, किनभने जति धेरै दिमाग, जति धेरै हात, जति धेरै साथ र जति धेरै विचार हुन्छ त्यहाँबाट अलिक फरक र राम्रो सामग्री उत्पादन गर्न सकिन्छ, दर्शकलाई न्याय गर्न सकिन्छ। मसँग 15-20 जना साथीहरूलाई रोजगारीको अवसर पनि हुन्छ, उहाँहरूले केही गरी दर्शकहरूलाई गर्न सक्नुहुन्छ भन्ने चिजलाई बोक्दा के हुन्छ त त्यस्तो उपाय भने पछाडि नेपाल लिड।